नमस्ते साथीहरू, आज चाहिँ हामी आडु पोखरा वा पलम खानुको फाइदाको बारेमा भन्नेछौँ। 1 नम्बरमा पाचनमा मद्दत गर्छ। फाइबर र सर्बिटोल हुन्छ जसले पेट सफा गर्छ र कब्जियत हटाउँछ। 2 इम्युनिटी बढाउँछ। भिटामिन सी र एन्टिअक्सिडेन्टले शरीरलाई इन्फेक्सन रुगाखोकीसँग लड्न मद्दत गर्छ। 3 भिटामिन ए यी र एन्टिअक्सिडेन्टले छालाको चमक बढाउँछ र बुढ्यौलीको असर कम गर्छ। 4 मुटुको लागि राम्रो। पोटासियमले ब्लड प्रेसर नियन्त्रण गर्छ र ब्याड कोलेस्ट्रोल कम गर्छ। 5 हड्डी बलियो बनाउँछ। भिटामिन के र क्याल्सियमले हड्डी कमजोर हुनबाट बचाउँछ। 6 तौल नियन्त्रण सघाउँछ। क्यालोरी कम, फाइदा धेरै भएकाले छिटो पेट भरिन्छ र धेरै खाने बानी गर्छ। 7 आँखाको लागि फाइदाजनक छ। भिटामिन ए ले आँखाको ज्योति राम्रो राख्न सघाउँछ। ध्यान दिनुपर्ने कुराहरू यो चाहिँ 5 वटा मात्र खानु पर्दछ। धेरै खायो भने पेट फुल्ने र पखाला लाग्ने हुन सक्छ। थ्याङ्क यू फर वाचिङ।